सबैलाई नमस्कार। म रामनाथ योगी भर्खरै केएमसी हस्पिटलबाट म रुममा आएको छु र धेरैले मलाई मेसेज गर्नुभएको छ के भयो आँचलनाथको बारेमा के भयो कस्तो भयो भनेर धेरैले मेसेज गरिरहनु भएको छ र यो एउटा चासोको विषय पनि रहेको थियो र जुन आँचलनाथमाथि घटेको घटना छ र यो एकदमै दुःखलाग्दो घटना दुःखद घटना हो। यस्तो घटना कसैको जीवनमाथि पनि नघटोस् भनेर भोलिको दिनमा कुनै पनि नेपाली चेलीहरूमाथि यस्ता घटनाहरू नघटुन् भनी हामी कामना पनि गर्न चाहन्छौँ। र सबैभन्दा पहिला आँचलनाथ हामीमा चाहिँ रहनु भएन र आँचलले सदाको लागि यो संसार छोडेर जानुभएको छ। त्यसको लागि स्वर्गीय आँचलनाथप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ र उहाँको दुःखद घडीमा जुन परिवारलाई एउटा छोरीको शोक परेको छ, यति बेला जुन परिवार छोरीको पीडामा हुनुहुन्छ, चाडपर्वको मुखैमा दसैँ तिहारको बेला चाडपर्वको बेला घरमा आउनुपर्ने छोरी यसरी मृत्युवरण गर्नुभएको छ भनेपछि यो एकदमै आमाबुवाको लागि एकदमै दुःखद घटना पनि हो। घर परिवार लगायत सम्पूर्ण उहाँको शुभचिन्तकहरूले यो घटनाप्रति एकदमै दुःख व्यक्त गर्नुभएको छ। म पनि आँचलनाथ मेरो फुपूको छोरी पनि हो र हामी एकदमै छिमेकी पनि हो, घर पनि नजिकै हो, ऊ बहिनी पनि पर्छ मेरो आँचलनाथ चाहिँ त्यही भएर चाहिँ धेरैले प्रश्न गरिरहनु भएको थियो र हिजोदेखि हामी हस्पिटलमै बसेर भर्खरै आएको छु र उहाँको घटनाको बारेमा धेरै बुझ्ने कोसिस पनि गरेँ नजिकबाट र विभिन्न व्यक्तिहरूलाई सोधेँ पनि मैले, जसले केही त्यो बारेमा जानकारी पाउनु भएको छ। यो घटना चाहिँ बिहीबारको घटना हो र बिहीबारको दिन आँचलनाथ कोठामा भएको अवस्थामा चाहिँ उहाँलाई चाहिँ उहाँको साथीहरूले फोन गरेर जडीबुटीमा रहेको पप्पू मोटरसाइकल वर्कसपमा पप्पू मोटरसाइकल वर्कसप नरेफाँटमा चाहिँ बोलाएर त्यहाँनिर चाहिँ यो घटना घटेको छ। पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरू, मिडियाहरू र केही व्यक्तिहरूले चाहिँ एउटा भ्रमपूर्ण समाचार आफ्नो टिकटकमा लाइक कमाउनको लागि, भ्युज कमाउनको लागि, फेसबुक लगायत विभिन्न माध्यमहरूमा चाहिँ नबुझिकन घटनाको सत्य तथ्य विवरण नबुझिकन चाहिँ अनावश्यक समाचारहरू लेखेको हामीले देख्यौँ र आँचलनाथले चाहिँ आफ्नै कोठामा चाहिँ पेट्रोल छर्केर आगो लगाएर आत्महत्या गरिन् भन्ने जस्ता समाचारहरू जुन एउटा भ्रामक समाचारहरू आइरहेको छ त्यसप्रति हामी एकदमै खेद व्यक्त गर्न चाहन्छौँ। र त्यही भएर चाहिँ यो घटना आँचलको कोठामा भएको घटना होइन, कोठाबाट धेरै पर, कोठा चाहिँ उसको भक्तपुरमा रहेको छ। आँचलनाथको कोठा भनेको भक्तपुरमा हो, भक्तपुरको लोखन्धरीमा आँचलनाथको कोठा छ। त्यहाँबाट यतापट्टि जडीबुटीको पप्पू मोटरसाइकल वर्कसप नरेफाँटमा बोलाएर त्यहाँ त्यो घटना भएको छ र त्यहाँ आइसकेपछि त्यो आँचलनाथको त्यो जलाएको छ। अब त्यो कसरी जलायो, के भयो, त्यो विषयमा चाहिँ अनुसन्धान हुन्छ र केही व्यक्तिहरू जो शङ्काको घेरामा रहेका व्यक्तिहरू थिए ती व्यक्तिहरूलाई पक्राउ गरेको छ र तिनीहरूको बयान लिइन्छ र बयान लिइसकेपछि त्यसबाट पछि बिस्तारै त्यो अनुसन्धानको बाटोमा गइसकेपछि त्यो विषयमा विस्तृत चाहिँ हामी अनुसन्धान आइसकेपछि थाहा पाउनेछौँ त्यो विषयमा चाहिँ। त्यही भएको हुनाले चाहिँ यति बेला एकदमै उहाँको आफन्त, घर परिवार लगायत हामी सबै आँचलनाथलाई चाहिँ माया गर्ने आँचलनाथको शुभचिन्तकहरू यति बेला एकदमै दुःख अवस्थामा छौँ र सबैले यो घटनाप्रति एकदमै दुःख व्यक्त गर्नुभएको छ। आँचलनाथ हामीमा रहनु भएको छैन, ऊ सदाको लागि यो संसार छोडेर गइसक्नु भएको छ। आज बिहानै त्यहाँको डक्टरहरूले, केएमसी हस्पिटलको डक्टरहरूले आँचलनाथ बितेको खबर हामीलाई दिनुभयो। हामी त्यहीँ थियौँ र त्यसपछि चाहिँ उसको चाहिँ त्यो बिलहरू हिसाब किताब गरिसकेपछि धेरै समय लाग्दो रहेछ र त्यो हिसाब किताब त्यहाँको क्लियर गरिसकेपछि आज शनिबार पनि भएको हुनाले अलिकति ढिला भयो। त्यहाँ मुजुल्का उठाउनु पर्ने, विभिन्न त्यहाँको कागजातहरू मिलाउनु पर्ने भएको हुनाले चाहिँ त्यसपछि चाहिँ त्यसलाई चाहिँ हामीले 3-4 बजेतिर 2-3 बजेतिर चाहिँ त्यहाँबाट चाहिँ पोस्टमार्टमको लागि चाहिँ टिचिङ हस्पिटलमा लगेका छौँ। अहिले चाहिँ आँचलनाथको चाहिँ सब चाहिँ टिचिङ हस्पिटलमा रहेको छ भनेपछि भोलि या आजै हुन्छ कि पोस्टमार्टम, या भोलि बिहान पोस्टमार्टम भयो भने भोलि चाहिँ हामीले आँचलनाथ बहिनीको अन्तिम दाह संस्कार पशुपति आर्यघाटमा हाम्रो हिन्दू धर्म संस्कृति अनुसार, हाम्रो नाथ सम्प्रदाय को संस्कृति अनुसार
उहाँको चाहिँ हामी अन्तिम दाह संस्कार गर्नेछौँ र परिवारको सल्लाहअनुसार उहाँले के भन्नुहुन्छ त्यही प्रक्रियामा हामी सबैजना अगाडि जानेछौँ। यो कुरा पनि तपाईँलाई जानकारी गराउन चाहन्छ र मिल्छ भने भोलि सबैजना उहाँको अन्तिम संस्कारकोमा उहाँको अन्तिम श्रद्धाञ्जली दिनको लागि चाहिँ पशुपतिमा तपाईँहरू आइदिनु होला। उहाँको शुभचिन्तकहरू नजिक बाहेक पर्ने जति तपाईँहरू सबैलाई अनुरोध पनि गर्न चाहन्छौँ। यो दुःखद एकदमै दुःखद घटना पनि हो र हामी सबैका लागि यस्तो दुःख घटना भोलिका दिनमा कसैको छोरीचेली दिदीबहिनीहरूमाथि नघटुन् भनी हामी कामना पनि गर्न चाहन्छौँ। जब हामीले आँचलनाथको अवस्था हेऱ्यौँ, हिजो जुन अवस्था हुनुहुन्थ्यो, जुन अवस्थामा त्यहाँ हस्पिटलमा पुगाइसकेको थियो, त्यो आँचलनाथ बाँच्न सक्ने सम्भावना कति पनि थिएन, किनकि उसको 90% शरीरका भागहरू जलेर एकदमै राख भइसकेका थिए। केही पनि बाँकी थिएन। आँखाको ठाउँमा आँखा छैन, नाकको ठाउँमा नाक छैन, कानको ठाउँमा कान छैन भनेपछि शरीरका सबै अङ्गहरू यो आँचलनाथ हो भनेर चिन्न सक्ने कुनै पनि आधार थिएन। त्यतिसम्म जलिसकेको थियो भनेपछि केही त्यत्तिकै पनि त्यहाँ के हुन्छ कि एउटा सास रहन्जेलसम्म आश हुन्छ, आश त हुने भयो भन्ने हिसाबले चाहिँ केही सुधार आउँछ कि भनेर हामीले चाहिँ उसलाई चाहिँ बचाउने कोसिस गरेको हो र विभिन्न सहयोगी मन भएका व्यक्तिहरूले आर्थिक रकम सहयोग गरेर पनि हामीलाई सहयोग गर्नुभएको छ र अझै पनि सहयोग रकम उठिरहेको छ। किनकि आँचलनाथको परिवार एकदमै पीडामा पनि हुनुहुन्छ, दुःखमा पनि हुनुहुन्छ र उहाँको आर्थिक अवस्था पनि घराइसी आर्थिक अवस्था पनि खासै राम्रो छैन। किनकि एउटा किसानी खेती किसानी गर्दै आएका मान्छे बेरोजगारी हुनुहुन्छ, आर्थिक अवस्था कमाउने मान्छे घरमा कोही पनि हुनुहुन्न भनेपछि यस्तो दुःख चाडपर्वको बेला यस्तो घटना घटेको छ। त्यही भएर चाहिँ यो दुःखको घडीमा हामी सबै मिलेर अलिकति पनि उहाँलाई सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यले मैले एउटा अभियान पनि चलाएको थिएँ। टिकटक फेसबुक मार्फत मैले केही रकमहरू उहाँलाई सङ्कलन गर्नुपर्छ, उहाँलाई आर्थिक केही रकमहरू दिन सक्यो भने हाम्रो सानो सानो सहयोगले उहाँलाई चाहिँ ठुलो राहत हुनसक्छ। थोपा थोपा मिलेर सागर बन्छ भने जस्तै हाम्रो थोरै थोरै रकमले उहाँलाई चाहिँ अलिकति केही हौसला र उहाँलाई चाहिँ केही सपोर्ट हुन्छ कि भन्ने उद्देश्यले मैले टिकटक र फेसबुकमा राखेको थिएँ र थुप्रै सहयोगी मन भएका व्यक्तिहरूले चाहिँ सहयोग रकम पठाउनु भएको छ र म त्यो रकम पठाउनु हुने सबैलाई धन्यवाद पनि दिन चाहन्छु र भोलि उहाँलाई चाहिँ म त्यो रकम पनि हस्तान्तरण गर्नेछु। हाम्रो फुपाजु आँचलनाथको बुवा हुनुहुन्छ, बुढो मान्छे, उहाँ पनि आउनुभएको छ। यो बारेमा तपाईँलाई जानकारी गराएर थप विस्तृत रूपमा अब चाहिँ त्यो भने हामीले भन्नुभन्दा पनि भोलिको दिनमा कानुनले हेर्ने कुरा हो। अनुसन्धानको पाटोतर्फ मोडिन्छ त्यो केसहरू र अनुसन्धानले बताउने कुरा के भयो, कस्तो भयो, त्यो विषयमा के हो थप कुरा चाहिँ अनुसन्धानबाट थाहा हुन्छ र हामीले जो प्रत्यक्ष हामीले देखेको र त्यो उहाँहरूको साथीहरूले भनेको र उहाँको बुवा र उहाँको भाइहरूले, उहाँको भिनाजुहरूले जो उहाँको एकदमै नजिकको हुनुहुन्छ उहाँबाट चाहिँ जानकारी पाउँदाखेरि उहाँले भनेअनुसार मैले तपाईँहरूलाई पनि केही जानकारी गराएको छु र उहाँको चाहिँ अब अन्तिम दाह संस्कार सम्भवतः मिलेसम्म हामी भोलि गर्ने प्लान गरेका छौँ र थप यो विषयमा चाहिँ फेरि हामी अपडेट गर्नेछौँ र जतिले पनि आँचलनाथप्रति चिन्ता व्यक्त गर्नुभएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र आर्थिक सहयोग रकम पठाउने व्यक्तिहरूलाई पनि हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छौँ। धन्यवाद।